हेर त खाइसक्यो यार फेसबुकको नियम चाहिँ पालन गर्नु होइन सजिलोको नियम चाहिँ पालन नगर्नु ल आज हाम्रो यहाँ चलिरहेको छ एकदमै अर्ग्यानिक पिरो खान्छु तर यसरी चाहिँ खाँदैन चटपटे विथ यसरी बढी हो यहाँ यो सुँगुरको मासु यसरी पिरो चाहिँ अर्ग्यानिक तर जस्तो खोर्सानीसँग खान्छु तर यसरी यसरी टोकेर चाहिँ खाँदैन म ओके अरूले चाहिँ सबैले डुप्लिकेट खोर्सानी खाएर भिडियो बनाउँछ होइन यहाँ चाहिँ एकदम ओरिजिनल अर्ग्यानिक नेपालको यो चाहिँ पिरो हुन्छ योभन्दा त अझै पिरो हुन्छ क्या खासमा र हामीसँग यहाँ साथमा रहेको छ जेम्सटन जेम्सन र जेम्सन खाएर हामीले गऱ्यौँ भने चाहिँ यहाँ पङ्खा पनि छ र हाम्रो साथीहरू यता मन्जिल जीवन यहाँ हाम्रो मेनमा चाहिँ खोर्सानी किलर हाम्रो साइला अनि हाम्रो भाइ अनि म ओके ल नेक्स्ट खोर्सानी टाइटल नेम माने होइन ओखो बडे म्यान ओके ल भोलि कन्डो खोल्छ मेरो त यो त मेरो त पानी त पहिलेदेखि खानु त पिरो त बिर्सेला के अनि विदेशमा हुने मान्छेको लागि यो भनेको ओभर चिज हो क्या पर्साको त होइन नि यहाँ चाहिँ पानी परिरहेको छ होइन तिनीहरू घुमिएर 100 पो गयो त कुराहरू यो नाङ्लोको हामीलाई राखिदिएको हो युकेको लानुलाई ए होइन नाङ्लोमा चाहिँ होइन सबै यो खोर्सानीहरू छ कसले के अरे त भाइलाई त त्यो खुर्सानी उयो गरेर तेलमा हालेर चाहिँ पठाउने गरेको छ कि सिकेन कहिले पनि के भन्नु खुलकर क्या हुँगा बाउले कस्तो मारिदिनु किन मार्नु के रे के हुन्छ बल्ल अब दारू लाग्यो रक्सी लाग्यो बल्ल हो दाइले जहिले देखेन नेपाली कटप्पा भन्छ ओके रक्सी लागेको रक्सी लाग्यो हो केटा दारू लाग्यो हो तर बल्ल तेरो बोली फुट्न थाल्यो अब रक्सीले अब के अरे जेम्सनले भेट्न थाल्यो अब बल्ल होइन अघि बियरले त कति पर्सेन्ट भन्छ त 40% कि भेट्यो भने तल बल्ल मेड इन 40 हो भन् न मेड इन आयरल्यान्ड मेरो के अरे आयरल्यान्ड होइन आइरिस भेट्यो बल्ल भेट्यो होइन विस्की आइरिस चटपटे भएको त्यो भात भएको त कम्ता धेरै खाँदैन भाइ आज जकरले फ्लप खुवाइदिनु ल पिरो खाएर म त जेन्जो खान्छु अघिदेखि म होइन काली छामाको घरमा होइन एक्लो सिसाको बोतल होइन ओको बढे खोर्सानीको अचार होइन आधी सकाइदिएको माइको काकाले चाहिँ 4 वटा 5 वटा हाल्छ भातसँग एक रातमा भातसँग आधी सकाइदिएको अनि काइली छामाहरू तर्सेको नि धेरै नखा भन्दा कहाँ खाने हो युकेबाट आएको खाने हो अन्त खाँदा हुन्छ क्या असल गर्छ भन्दा अब के खाने बरु त्यो बिस्तारै खाने धेरै खाने हो त्यो खाँदै त्यो स्वाद क्या त्यो स्वाद लिनु सक्नुपर्छ यो चाहिँ हाम्रो कसको डाइलेक्ट भन्दाखेरि ओके बाई बाईको हो क्या मिस्टर रमेश ओके बाई बाई ए होइन गेल्जेको थोरै खाने तर धेरै खाने गेल्जेको गेल्जेको त्यो एउटा डल्ले दाइ आउँथ्यो नि उयो के अरे
आरएक्सी हो कि को बाइकमा के त बसन्त दाइको साथी हो कि सुरेश टाइगर ओके बाई भाइ हात मिलाउँदाखेरि त सेतो बसेर डोएको भिसी गरेर अनि राजिता उयोहरू चिने त्यहाँ छुन्नु मुन्नुलाई होइन उयो मिलाउनु खोज्ने कुरा